जेसीबी ले खन्दै गरेको हेर्नु जति मजा केहीमा पनि आउँदैन। जेसीबी चल्नै नपाई 100 जना जति भेला भइसक्छन्। यो किन हुन्छ भने 2 मिलियन वर्षदेखि हाम्रो पूर्वजहरूले ल्यान्ड मुभ हुँदै गरेको, नदी बन्दै गरेको अनि प्रकृतिले आफूमा बदलाव आउँदै गरेको हेरेका छन्। त्यही भएर मान्छेहरूले कन्स्ट्रक्सन गरेको हेर्न चाहिँ एकदमै मजा लाग्छ। जेसीबी को खुदाई गरेको हेर्दा तपाईको दिमागले सोच्छ कि यहाँ जग्गामा माटोमा केही चेन्जेस आइराछ र यो चेन्ज हेर्दा मान्छेलाई लेजेन्डरी, पावरफुल, हिस्टोरिक फिल हुन्छ। लाइभ जेसीबी हेर्दा मान्छेहरूलाई आँखा अगाडि नै सिभिलाइजेसन भइरहेको फिल हुन्छ। मान्छेहरू मोबाइल चलाउँदा चलाउँदै दिक्क भइसकेछन् अनि उनीहरूलाई त्यो जेसीबी को सुन्दर दृश्य, जेसीबी बाट आएको सुमधुर आवाज एकदमै मन पर्छ र त्यो जुन खुदाई गर्दाखेरि छेउमा भुइँ हल्लिन्छ नि, त्यो फिल गर्न पनि उनीहरूलाई एकदमै मजा आउँछ। तपाईले मोबाइल चलाउँदै गर्दाखेरि जेसीबी को भिडियो आयो भने त्यहाँ वरिपरि मान्छेहरू देख्नुहुन्छ। तपाईलाई लाग्न सक्छ कि यो के गरेको होला अनि उनीहरूलाई गएर सोध्नु भयो भने उनीहरूले भन्छन् तपाईलाई लाइभ हिस्ट्री बन्दै गरेको विटनेस गरेका छन्। अनि के छ त सर, आज शनिबारको दिन जाने हैन जेसीबी हेर्न? Student of the year. You are the chosen one.